म बिहानै उठेर मैले ब्रस गरेँ होइन, ब्रस पनि कति छोटो है, म ब्रस गर्न लागिसकेँ होइन। म बाख्रा फुन्ने तयारीमा छु। त्यसपछि बाख्राको खोरमा गएँ। साथीहरू हेर्नुहोस् है, त्यो कालो खसी अनि त्यो सेतो खसी कति राम्रो छ है, हेर्नुहोस् है। बाख्रा हेर्नुहोस् है, 9-10वटा बाख्रा छ होइन। बाख्रा फुन्नको लागि रेडी भएँ। त्यसपछि म बाख्रा लिएर गएँ, घरको नजिकै हो यो है। फेरि यो पछाडिपट्टिको बाख्रा हेर्नुहोस् त कति राम्रोसँग चलिरहेछ। त्यसपछि म बाख्रा लिएर गएँ। एकछिनपछि माथि पुग्ने बित्तिकै मैले भिडियो रेडी गरेँ, बनाएँ, फेरि पनि भिडियो बनाएँ होइन। त्यसपछि बाख्रा अलि रोडमा पुग्न लागिसकेँ होइन, रोडको नजिकै छ, पुग्यौँ हामी होइन। अनि त्यहाँपट्टि एउटा जेसिबी देख्न सक्नुहुन्छ तपाईँ होइन। त्यसपछि बाख्रा हेर्नुहोस् है, यहाँपट्टि उतापट्टि एउटा दोकान पनि छ। जङ्गल हेर्नुहोस् है, कति ठुलो जङ्गल छ है। यो जङ्गलमा जाने हो, बाख्रा लिएर यो जङ्गलमा जाने हो। त्योपट्टि एउटा घर पनि छ, त्यहाँपट्टि एउटा बाख्रा चढ्न लागिसक्यो है। फाइनली बाख्रा चढ्न लागिसकेँ। अब बाख्रा लिएर घर जाने टाइम हुन लागिरहेछ होइन। बाख्रा घर लिएर जाने टाइम भयो होइन, बाख्रा घर लिएर आयौँ होइन। यो ब्लग तपाईँलाई राम्रो लागेछ एउटा लाइक गरिदिनु होला।